ल अब फेरि ऱ्यापिड रिभिजन सिरिज एनास्थेसियाको कम्प्लिट गर्छु मैले होइन। सो यसमा मैले क्लासिफिकेसन भनेको थिएँ क्युरियम र क्युरोनियम नन डिपोलराइजिङ मसल रिल्याक्सनको। डिपोलराइजिङ मसल रिल्याक्सन भनेको सक्सिनाइल कोलिन, त्यसलाई सक्सामिथोनियम पनि भन्छ। मिथोनियम छ नि त, मिथोनियमसँग फेरि कन्फ्युज नहुने, प्रायः जसो नियम चाहिँ के हुन्छ क्युरोनियम हुन्छ, तर सक्सामिथोनियम फेरि इट्स नट क्युरोनियम होइन। यो क्युरियममा पर्दैन, यो डिपोलराइजिङ मसल रिल्याक्सनमा पर्छ। अनि अर्को भनेको सबै क्युरियम हुन्छ एक्सेप्ट डिट्युबो क्युरोनियम है त। ल अब सो लङ्गेस्ट एक्टिङ नन डिपोलराइजिङ मसल रिल्याक्सन के हो त? नन डिपोलराइजिङ मसल रिल्याक्सन लङ्गेस्ट एक्टिङ डक्साक्युरियम हो। डक्साक्युरियम। सो यो अब ऱ्यापिड रिभिजन होइन। यसमा मैले निमोनिक्सहरू मुखले भनिदिन्छु सर, र किनकि राम्रोसँग निमोनिक त मैले क्लासमा दिइसकेको छु होइन। अब एकचोटि फेरि क्लासिफाई गर्दाखेरि चाहिँ के हुन्छ, नन डिपोलराइजिङ मसल रिल्याक्सन मा जुन क्युरियम क्लास छ, क्युरियमलाई चाहिँ के भन्छ, नाम सानो तर यो जुन केमिकल नेम छ त्यो ठुलो हुन्छ। बेन्जाइल आइसोक्युनोलियन क्युरियम छ, बेन्जाइल आइसोक्युनोलियम हुन्छ। अनि अर्को के हुन्छ, क्युरोनियम हुन्छ। क्युरोनियम चाहिँ के हुन्छ, एमिनोस्टेरोइड। सो एमिनोस्टेरोइड त सानो भयो, बेन्जाइल आइसोक्युनोलियन चाहिँ ठुलो भयो हो। सो यसमा के पर्ने भयो, यसमा पर्ने भयो डिट्युबो क्युरोनियम एउटा पर्ने भयो। अर्को के पर्ने भयो, अर्को पनि डीबाट पर्ने भयो होइन, डोक्साक्युरियम पर्ने भयो। अर्को भनेको डोक्साक्युरियम। सो यो भनेको लङ एक्टिङ भयो, डोक्साक्युरियम भनेको लङ्गेस्ट एक्टिङ हो। त्यसै क्युरोनियममा पनि लङ एक्टिङ के हुन्छ, प्यान क्युरोनियम। यदि डोक्साक्युरियम अप्सनमा छैन भने चाहिँ प्यान क्युरोनियम एन्सर हुन्छ। त्यसपछि अब अरू भनेको एट्राक्युरियम, सिस एट्राक्युरियम हुन्छ होइन, भेक्युरिनियमहरू हुन्छ। यहाँ बाज जस्तै मैले यहाँ लेखेको छु होइन, क्युरियम हुन्छ, सिस एट्राक्युरियम हुन्छ, त्यस्तै भेक्युरोनियम हुन्छ। त्यसपछि मिभा क्युरियम, गेन्टाक्युरियम हुन्छ। सो सर्टेस्ट एक्टिङ न्युरोमस्कुलर ब्लकर भनेको गेन्टाक्युरियम। यो भनेको सर्टेस्ट एक्टिङ भयो, सर्टेस्ट एक्टिङ है। त्यसपछि मिभाक्युरियम, यदि गेन्टाक्युरियम अप्सनमा छैन भने चाहिँ मिभाक्युरियम भनेको पनि सर्ट एक्टिङ भयो। मिभाक्युरियम पनि सर्ट एक्टिङ भयो। सो यो भयो हाम्रो न्युरोमस्कुलर ब्लकरहरूको बारेमा होइन, नन डिपोलराइजिङ मसल रिल्याक्सनको बारेमा। अब स्पेसिफिकल्ली हामीले पढ्दाखेरि कुनबाट पढौँ भनेपछि हामीले एट्राक्युरियमबाट पढौँ होइन। एट्राक्युरियम नन डिपोलराइजिङ मसल रिल्याक्सेन्टहरूबाट सुरु गरौँ। नम्बर 1 एट्राक्युरियम र सिस एट्राक्युरियम हो। मैले त निमोनिक भनेको थिएँ नि, आँटा खाइरहेछ भनेपछि एट्राक्युरियम ले कुन चाहिँ न्युरोमस्कुलर टक्सिसिटी रिलिज गर्छ, जसले गर्दाखेरि सिजर्सहरू आउँछ। एट्राक्युरियमले चाहिँ लौडानोसिन रिलिज गर्छ होइन। लौडानोसिन यो के हो, न्युरोमस्कुलर टक्सिन हो। सिएनएस टक्सिन हो, न्युरोमस्कुलर भन्दा नि यो के हो, सिएनएस टक्सिन हो होइन। अनि यसले के गर्छ, सिजर्सहरू, यो फिचर्सहरू, कन्भल्जन्सहरू लिएर आउँछ। निमोनिक छ त्यो मेन नोटमा, त्यहाँ आँटा खाइरहेको थियो त्यो मान्छेले। सो यो भयो एट्राक्युरियममा के हुन्छ, हफम्यान एलिमिनेसन हुन्छ। तर सबभन्दा बढी हफम्यान एलिमिनेसन केमा हुन्छ, सिस एट्राक्युरियममा होइन। यसमा पनि अलिकति हफम्यान एलिमिनेसन भए पनि अलिकति फेज 1 फेज 2बाट पनि डिग्रेड हुन्छ। त्यही भएर बेस्ट एन्सर सिस एट्राक्युरियममा 100% हफम्यान एलिमिनेसन हुन्छ। त्यही भएर अब यसमा पनि एमसिक्यू के थियो भनेपछि बेस्ट ड्रग फर लिभर र रेनल फेलियर के हुन्छ, सिस एट्राक्युरियम हुन्छ। ठिक छ। त्यसपछि अर्को के छ, मिभाक्युरियम भनेपछि के, मिभा भनेको भाबी भनेको छोटो होइन। भनेपछि सर्टेस्ट एक्टिङ हो। तर यदि मिभाक्युरियम पनि छ अप्सनमा र गेन्टाक्युरियम पनि छ भनेपछि एन्सर के हुन्छ, गेन्टाक्युरियम हुन्छ। मिभाक्युरियम के हो, सर्टेस्ट एक्टिङ होइन, सर्टेस्ट एक्टिङ हो। केही कुरा सर्टेस्ट एक्टिङ छ भनेपछि यो के हुन्छ, डे केयर सर्जरीको लागि ड्रग अफ चोइस हुन्छ। ड्रग अफ चोइस हुन्छ, अथवा रिल्याक्सन अफ चोइस हुन्छ होइन, मसल रिल्याक्सन अफ चोइस हुन्छ। त्यसपछि यसमा यो किन सर्टेस्ट एक्टिङ भयो, यो प्लाज्मा कोलिनस्टेरेजले मेटाबोलाइज भयो भनेर मैले भनेको थिएँ। ल ठिकै छ होइन, प्लाज्मा कोलिनस्टेरेजले गर्दाखेरि मेटाबोलाइज भयो भनेर मैले भनेको थिएँ। हुन त मिभाक्युरियम। यसपछि हामीहरू के को बारेमा कुरा गरौँ, रोक्युरोनियमको बारेमा कुरा गरौँ होइन। रोक्युरोनियम, अब अल्दो रोक्युरोनियम भनेपछि कुनमा आयो, क्युरोनियम क्लास अफ ड्रगमा आयो। त्यो पनि ल हामी कुरा गर्दाखेरि चाहिँ किन रोयो, यो फास्टेस्ट हो। अनि नन डिपोलराइजिङ मसल रिल्याक्सन इन प्लेस अफ सक्सिनल कोलिन इन ऱ्यापिड सिक्वेन्स इन्टुबेसन भनेको रोक्युरोनियम होइन। नन डिपोलराइजिङ मसल रिल्याक्सेन्ट इन प्लेस अफ सक्सिनाइल कोलिन भनेको चाहिँ के हुन्छ, रोक्युरोनियम। ऱ्यापिड सिक्वेन्स
ऱ्यापिड सिक्वेन्स इन्टुबेसनमा है, ऱ्यापिड सिक्वेन्स इन्टुबेसनमा चाहिँ यो युज हुन्छ। त्यसपछि अब अर्को के भन्छ मिभाक्युरियम पनि सक्यो। त्यसपछि के हुन्छ, त्यसपछि हुन्छ भेक युरोनियम। भेक युरोनियममा के हुन्छ, भी भनेको हट जस्तो छ नि, सो भेक युरोनियम के हुन्छ, कार्डियोस्टेबल हुन्छ भनेपछि यो मसल रिलेसन अफ चोइस इन कार्डियक पेसेन्ट ल, ठिक छ। त्यसपछि प्यानिक युरोनियम हुन्छ होइन। प्यानिक युरोनियममा मैले जुन निमोनिक बनाएर पढाएको थिएँ नि, प्यानिक युरोनियममा कि प्यान छ हजुर, अनि एनएमसी इक्जाम दिँदाखेरि चाहिँ मुटु खस्यो होइन, त्यो प्यानको तलको वरिपरि चाहिँ के चाहिँ ब्रोन्को डाइलेक्टर थियो होइन। सो यो के हुन्छ, प्यानिक युरोनियम भनेको लङ ड्युरेसन एक्सन हुन्छ, तर लङ्गेस्ट भनेको डक्साक्युरियम होइन, लङ्गेस्ट भनेको डक्साक्युरियम हो, डक्साक्युरियम। ओके, त्यसपछि प्यानिक युरोनियममा अरू जान्ने कुरा भनेको के अरे यसमा के हुन्छ, पोटेन्ट ब्रोन्को डाइलेटर हुन्छ। पोटेन्ट ब्रोन्को डाइलेटर, यसमा त केही कन्फ्युजन छैन, पोटेन्ट ब्रोन्को डाइलेटर हुन्छ। त्यसपछि अनि प्यानिक युरोनियम भनेको कार्डियो अनस्टेबल हुन्छ, मोस्ट कार्डियो अनस्टेबल ड्रग हो, किनकि मुटु खस्यो यसमा होइन, कार्डियो अनस्टेबल ड्रग हो। अनि यो किडनीबाट धेरै जसो एक्सक्रिटेड हुन्छ, ठिकै छ, किनकि प्यानमा हामी किडनीबाट वासरुम जान्छौँ नि, त्यसो किडनीबाट यो एक्सक्रिट हुन्छ भन्ने कुरा मैले यसमा गरेँ। अब अर्को हामी के जानु, अर्को छ ग्यान्टाक्युरियम जानु। ग्यान्टाक्युरियम यो नयाँ आएको हो ग्यान्टाक्युरियम। यसको नाम के हो भनेर सोध्छ, AV430A। यसको नाम मैले अल्सो AV कुनै पनि पढाएको छैन, यसमा मात्रै पढाएको छु मैले। यो न्युयर मसल रिल्याक्सेन्ट हो। अनि यो ठ्याक्क सक्सिनाइल कोलिन जस्तै हुन्छ होइन। सक्सिनाइल कोलिनको ड्युरेसन अफ एक्सन 10 मिनटको लागि मात्र थियो, अनसेट 1देखि 2 मिनटको लागि मात्र, ठ्याक्क सक्सिनाइल कोलिन जस्तै हुन्छ यो। तर सक्सिनाइल कोलिनको साइड इफेक्ट यसमा हुँदैन। सो ग्यान्टाक्युरियम भनेको चाहिँ यसको अनसेट ड्युरेसन चाहिँ कस्तो हुन्छ, ड्युरेसन चाहिँ ठ्याक्क सक्सिनाइल कोलिनको जस्तै हुन्छ, सक्सिनाइल कोलिनको जस्तै हुन्छ। अनि भनेको अनसेट कति हुन्छ, 1देखि 2 मिनट जति हुन्छ। त्यसपछि ड्युरेसन कति हुन्छ, ड्युरेसन हुन्छ लगभग 10 मिनट हुन्छ ड्युरेसन है त ल, ड्युरेसन लगभग हुन्छ 10 मिनट। त्यसपछि अब रिभर्सल अफ न्युरोमस्कुलर ब्लकर। रिभर्सल पढ्दाखेरि चाहिँ मैले तपाईँलाई के भनेको थिएँ कि ड्रग अफ चोइस फर रिभर्सल के हुन्छ, जुन न्युनेटको माइस्थेनिक ग्राभिसमा दिइन्छ, एनबाट नियोस्टिग्मिन हुन्छ। सो ड्रग अफ चोइस फर रिभर्सल अफ न्युरोमस्कुलर ब्लकर, किन नियोस्टिग्मिनले चाहिँ केलाई ब्लक गर्छ, आई मिन एसिटाइलकोलिन स्टेटसलाई ब्लक गर्छ। एसिटाइलकोलिन स्टेटसलाई ब्लक गरिसकेपछि के हुन्छ, एसिटाइलकोलिन बढ्छ। एसिटाइलकोलिन बढिसकेपछि जुन रिसेप्टरमा नन डिपोलराइजिङ मसल रिल्याक्सन छ त्यसलाई चाहिँ कम्पिटिटिभली पुस गरिसकेपछि अब एसिटाइलकोलिन आएर जुन रिसेप्टर अफ एसिटाइलकोलिन छ त्यसमा एक्ट गरिसकेपछि मसल अब कन्ट्र्याक्ट गर्छ। सो नियोस्टिग्मिन, तर जुन एसिटाइलकोलिन छ त्यो एसिटाइलकोलिन मात्र न्युरोनल अथवा न्युरोनल एममा एक्ट गर्छ त गर्दैन, यो त मस्कारिनिक रिसेप्टरमा पनि एक्ट गर्छ होइन, किनकि एसिटाइलकोलिनको रिसेप्टर के हो, निकोटिनिक र मस्कारिनिक हो। भनेपछि मस्कारिनिक साइड इफेक्टलाई प्रिभेन्ट गर्नको लागि हामी के दिन्छौँ, एट्रोपिन दिन्छौँ। सो नियोस्टिग्मिन चाहिँ मोस्ट कमन युज्ड फर रिभर्सल। तर बेस्ट मेथड फर रिभर्सल फर पार्टिकुलर दुईवटा एजेन्टको लागि सोध्यो भने त्यो सुगामाटेक्स। के एजेन्टको लागि, सुगामाटेक्स। के एजेन्टको लागि यो बेस्ट हुन्छ फर जुन रोयो नि, रोक युरोनियम, अनि जुन हार्टको लागि बेस्ट थियो नि वेक युरोनियम, यसको लागि चाहिँ यो बेस्ट हुन्छ होइन, रोक युरोनियम र वेक युरोनियम। यसमा एन्टिकोलिनर्जिक चाहियो र एट्रोपिन चाहियो र चाहिएन, यसमा एट्रोपिन चाहिएन। अब मैले अर्को के पढाएको थिएँ, अनि कन्डिसन पोटेन्सिएटिङ न्युरोमस्कुलर ब्लकर। कुन चाहिँ कन्डिसनले न्युरोमस्कुलर ब्लकरले बढाउँछ। सो मैले बेस्ट के पढाएको थिएँ, म्याग्नेसियम हाइपो कि हाइपर। मैले के भन्छ, बेस्ट भनेको हाइपर हुन्छ, किनकि धेरै म्याग्नेसियम भयो भनेपछि क्याल्सियम थोरै हुन्छ र यदि क्याल्सियम थोरै हो भनेपछि चाहिँ यो न्युरोमस्कुलर ब्लकर हो। नर्मली यहाँ क्याल्सियम आउनुपर्छ। क्याल्सियम आइसकेपछि यहाँ हुन्छ एसिटाइलकोलिनको रिसेप्टर। यो एसिटाइलकोलिनको रिसेप्टर यहाँ फ्युज गरेपछि एसिटाइलकोलिन यहाँ रिलिज हुन्छ। रिलिज भइसकेपछि चाहिँ यो गएर आफ्नो रिसेप्टरमा एक्ट गर्छ होइन। एक्ट गरिसकेपछि आफ्नो डिजायर्ड एक्सन निकाल्छ। सो यदि क्याल्सियम कम भयो भनेपछि त न्युरोमस्कुलर ब्लकरको एक्सन प्रोलङ हुने भयो नि त, किनकि एसिटाइलकोलिन नै कम हुने भयो हो। सो एउटा हो म्याग्नेसियम बढेर, क्याल्सियम कम हुनु भनेको म्याग्नेसियम बढ्नु हो। अनि अर्को हो हाइपोथर्मिया। अनि टेम्परेचर घट्नु भनेको मेटाबोलिजम घट्नु, टेम्परेचर बढ्नु भनेको मेटाबोलिजम बढ्नु हो। यदि मेटाबोलिजम घट्यो भनेपछि न्युरोमस्कुलर ब्लकरको पनि मेटाबोलिजम घट्यो, यसको एक्सन के हो, प्रोलङ हुने भयो। त्यसपछि एमिनोग्लाइकोसाइड जस्तै जेन्टामाइसिन होइन। जेन्टामाइसिनले के गर्छ, क्याल्सियम डिपेन्डेन्ट फेरि यसको एक्सनलाई कम गर्छ जेन्टामाइसिनले, यो एउटा भयो एमिनोग्लाइकोसाइड। त्यसपछि अरूहरू भनेको फेरि अर्को एउटा एन्टिबायोटिक छ, त्यो हो टेट्रासाइक्लिनले के गर्छ, चिलेट भनेको क्याल्सियमलाई आफूसँग सोध्छ। टेट्रासाइक्लिनले पनि पोटेन्सिएटिङ न्युरोमस्कुलर ब्लकरको एक्सन गर्छ। न्युरोमस्कुलर ब्लकर को एक्सन पोटेन्सिएट गर्नु भनेको के हो भनेपछि यसको पार्टिकुलर ड्युरेसन अफ एक्सन हुन्छ। त्यो ड्युरेसन अफ एक्सन भन्दा नि बढी हामीले बाई गिभिङ
बाई गिभिङ मसल रिल्याक्सेन्ट पनि यो फर्केर आएन क्या धेरै नै डोज चाहियो भनौँ न मसल रिल्याक्सेन्टलाई फर्केर आउनको लागि एट्रोपिन र नियोस्टिग्मिनको फेरि नियोस्टिग्मिन के हो एन्डबाट नियोस्टिग्मिन एन्डबाट माइस्थेनिया ग्राभिसको लागि न्युनेटमा चोइस तर एडल्टमा चाहिँ माइस्थेनिया ग्राभिसको लागि चोइस के हुन्छ नियोस्टिग्मिन हुन्छ कि पाइरोडिस्टिग्मिन हुन्छ ल यो पनि भयो यसपछि टेट्रासाइक्लिन अर्को चाहिँ लिथियम छ लिथियमले पनि न्युरोमस्कुलर ब्लकरको एक्सनलाई के गर्छ प्रोलङ्गेट गर्छ ल अब लोकल एनेस्थेसिया सो लोकल एनेस्थेसियामा यसको पिएच के हुन्छ बेसिक हुन्छ अनि यदि बाहिर बेसिक मिडियम छ भनेपछि स्किन त के हो बेसिक मिडियम हो भनेपछि लोकल एनेस्थेसिया बेसिक मिडियममा छिर्दाखेरि यसले के गर्ने हो मिडियम सेम छ बेसिकले के गर्छ पेनिट्रेट्स द मिडियम भनेपछि बेसिक मिडियम छ भने चाहिँ पेनिट्रेट गर्छ एसिडिक मिडियम छ भने चाहिँ आयोनाइज गर्छ सो यो भित्र आयो न्युरोनको भित्र आइसकेपछि भित्र त आयोनिक मिडियम छ भनेपछि यो के हुन्छ आयोनाइज हुन्छ यो अनि आयोनाइज भएपछि भित्रमा के हुन्छ सोडियम च्यानल कसलाई प्रिफर गर्छ ओपन कि क्लोज कुनलाई ब्लक गर्छ क्लोज सोडियम च्यानललाई विशेष गरी ब्लक गर्छ सोडियम च्यानल ब्लक हुन्छ भनेपछि यसको मेकानिजम एक्सन यही हो होइन सोडियम च्यानल चाहिँ के हुन्छ ब्लक भएपछि यसको मेकानिजम एक्सन यो हो त्यसपछि अब अरू कुरा भनेको चाहिँ रेस्टिङ मेम्ब्रेन पोटेन्सियल फर न्युरोन कति हो -60 देखि -70 हो यदि न्युरोन हो भनेपछि यसको रेस्टिङ मेम्ब्रेन पोटेन्सियल कति हुन्छ -60 देखि -70 मिलिभोल्ट हुन्छ ल त्यसपछि अब हाम्रो यो पनि भयो अरू कुराहरू जान्नुपर्ने कुराहरू भनेको अब टाइप ए टाइप बी टाइप सी फाइबर होइन टाइप ए टाइप बी टाइप सी फाइबर सो टाइप ए फाइबर भनेको माइलिनेटेड हुन्छ होइन टाइप बी फाइबर भनेको टाइप बी पनि माइलिनेटेड हुन्छ टाइप सी भनेको चाहिँ अनमाइलिनेटेड हुन्छ टाइप बी फाइबरको अर्को नाम के हो प्री ग्याङ्ग्लियोनिक होइन त्यो राम्रोसँग मैले नोटमा लेखेको छु त्यो फिगर बनाएर के हो त्यो प्री ग्याङ्ग्लियोनिक भनेको यो चाहिँ ऱ्यापिड रिभिजन प्री ग्याङ्ग्लियोनिक अटोनोमिक फाइबर हुन्छ अनमाइलिनेटेड भनेको चाहिँ के हुन्छ डोर्सल रुट ग्याङ्ग्लियन सेन्सेसन जान्छ नि डोर्सल रुट ग्याङ्ग्लियन सेन्सेसन यसमा जान्छ होइन ग्याङ्ग्लियन सेन्सेसन जान्छ भनेको डोर्सल मोटर रुटले भेन्ट्रल रुटले चाहिँ मोटर फङ्सन क्यारी गर्छ डोर्सल रुटले चाहिँ सेन्सरी फङ्सन क्यारी गर्छ त्यो नोटमा पनि राम्रोसँग भनेको छ झुकिनु भयो नि त नोट यसरी पल्टाएर हेर्दाखेरि हुन्छ त्यसपछि अब अर्को कुरो भनेको चाहिँ यसमा ए अल्फा ए बिटा ए गामा ए डेल्टा यसले के क्यारी गर्छ यसलाई याद गर्नको लागि त्यो फिगर छँदैछ म यो भन्दिनँ त्यो खासै इम्पोर्टेन्ट पनि छैन तर अस्तिको एक्जाममा चाहिँ आएको थियो होइन यो एनएमसीको यो हाम्रो रिडिङको चाहिँ मोक टेस्टमा आएको थियो तर यो ऱ्यापिड रिभिजन त्यही भएर मैले यसलाई चाहिँ इन्क्लुड गरिनँ मैले ऱ्यापिड रिभिजनमा अरू के इन्क्लुड गर्छु के प्रेसर सबभन्दा बढी प्रेसर एप्लाई भयो भनेपछि कुन चाहिँ फाइबर बढी होइन एक्टिभेट हुन्छ र फर्स्टमा कुन एक्टिभेट हुन्छ प्रेसर एप्लाई भयो भने एबिसी ए फाइबर बी फाइबर सी फाइबर एउटा यो भयो यदि बढी हाइपोक्सिया छ भनेपछि कुन चाहिँ बढी अनि कुन चाहिँ फाइबर बढी अलर्ट हुन्छ बेसल के अरे ब्रोङ्कियो एल्भ्युलर कार्सिनोमा यो भनेको बिएसी होइन यो भनेको बिएसी ओके त्यसपछि अब अर्डर अफ ब्लक के हुन्छ कुन चाहिँ फाइबर पहिला ब्लक हुन्छ माइलिनेटेड कि माइलिनेटेड फाइबर ब्लक हुन्छ कि अनमाइलिनेटेड फाइबर ब्लक हुन्छ सबभन्दा पहिला माइलिनेटेड फाइबर ब्लक हुन्छ होइन स्मल फाइबर ब्लक हुन्छ कि लार्ज फाइबर ब्लक हुन्छ स्मल फाइबर ब्लक हुन्छ ल अब इपिड्युरल अथवा लोकल एनेस्थेसिया टिम होइन स्पाइनल एनेस्थेसिया टिम भनेपछि सबभन्दा कुन फाइबर फर्स्टमा एफेक्टेड हुन्छ इपिड्युरल एनेस्थेसियामा कुन चाहिँ फाइबर सबभन्दा पहिला हुन्छ असर परेको हुन्छ कि ब्रोङ्कियो एल्भ्युलर कार्सिनोमा सो यो हो जेनरल एन्सर त तपाईँलाई एकदमै स्पेसिफिक एन्सर चाहियो भनेपछि के हुन्छ बी इज मोर देन ए डेल्टा इज मोर देन सी अब त्यसपछि बाँकी ए जस्तै ए गामा ए बिटा ए अल्फा होइन ए अल्फा यसरी जान्छ यो भनेको एकदम स्पेसिफिक एन्सर चाहियो भनेको खण्डमा हो ठिक छ त्यसपछि अब लोकल एनेस्थेसियाको टाइप के हुन्छ लोकल एनेस्थेसियाको टाइप सुरु गरौँ लोकल एनेस्थेसियामा के हुन्छ एउटा स्टर ग्रुप हुन्छ अर्को अमाइड हुन्छ एउटा मात्रै आई छ अनि एउटा कुनै पनि आई छैन एउटा मात्रै आई छ भनेपछि एन्सरमा दुईवटा आई हुन्छ यानि कि लिग्नोकेनमा दुईवटा आई छ होइन सो लिग्नोकेन भनेको के हो एन्टी एरिथमिको लिग्नोकेन त्यसपछि अर्को के हुन्छ बुपिभाकेन सो यसमा पनि के छ दुईवटा आई छ होइन सो बुपिभाकेन भनेको के हो मोस्ट कार्डियोटक्सिक हुन्छ बुपिभाकेनको त्यसपछि अर्को हुन्छ प्रिलोकेन होइन प्रिलोकेनको के हुन्छ अब केन आफैले लेख्ने प्रिलोकेनमा के छ ओ छ होइन ओ भनेपछि के हुन्छ यसमा यसको साइड इफेक्ट भनेको मिथ हेमोग्लोबिनेमिया हुन्छ यसको साइड इफेक्ट भनेको मिथ हेमोग्लोबिनेमिया हुन्छ त्यसपछि अर्को के हुन्छ रोपिभाकेन होइन मैले त्यो पनि पढाएको थिएँ विशेष गरी बुपिभाकेन युज हुन्छ तर बेस्ट युज गर्ने जसले पेनलेस डेलिभरी गर्छ त्यो भनेको के हो रोपिभाकेन हो बेस्ट फर सिजेरियन सेक्सन
सेक्सन डेलिभरी बेस्ट फर सिजरियन सेक्सन डेलिभरी भनेको रोपिभ्याकेन भयो। त्यसपछि डिबुकेन भनेको लङ्गेस्ट एक्सन हो, डिबुकेन भनेको लङ्गेस्ट हो, लङ्गेस्ट हो। त्यसपछि यतातिर इस्टर के हुन्छ, एलर्जिक हुन्छ। एलर्जी किन हुन्छ यसमा, यसले चाहिँ पाबा रिलिज गर्छ, पाबा रिलिज गर्छ। प्लस यो इस्टरले चाहिँ अरू ओके। सो मसल रिल्याक्सनमा एलर्जिक भनेको के थियो, जसले हिस्टामिन रिलिज गर्छ, त्यो थियो क्युरियम क्लास अफ ड्रग। अल्दो डिट्युबोक्युरिनियम छ, त्यो क्युरियममै पर्छ है फेरि, नजिक ल। त्यसै इस्टरमा पनि पाबा रिलिज गर्छ होइन, पाबा रिलिज गर्छ। सो इस्टर पाबा रिलिज गरेपछि यो के हुन्छ, एलर्जिक हुन्छ। सो इस्टरमा के पर्छ, एउटा मात्रै केन पर्छ, जस्तै कोकेन, प्रोकेन, क्लोरप्रोकेन यसरी पर्छ। सो कोकेन के हुन्छ, भासोकन्स्ट्रिक्सन हुन्छ र सिम्फेथोमिमेटिक हुन्छ, ठिक छ। त्यसपछि क्लोरप्रोकेन के हुन्छ, क्लोरप्रोकेन चाहिँ सर्टेस्ट एक्टिङ हुन्छ, के हुन्छ, सर्टेस्ट। अनि यदि के कुरा सर्टेस्ट एक्टिङ छ भनेपछि डे केयर सर्जरीको लागि यो चोइस हुन्छ, डे केयर सर्जरीको लागि यो चोइस हुन्छ। सो त्यस्तै अरू के होला जसले चाहिँ यो मिथ हेमोग्लोबिनिमिया बनाउँछ। सो यहाँ लेख्दाखेरि त्यो अर्को चाहिँ हुन्छ बेन्जोकेन, के हुन्छ, बेन्जोकेन होइन, बेन्जोकेन हुन्छ अर्को। सो बेन्जोकेनमा एउटा आई छ भनेपछि यो केमा पऱ्यो, इस्टरमा पऱ्यो। सो यसले चाहिँ के बनाउँछ, मिथ हेमोग्लोबिनेमिया बनाउँछ। बेन्जोकेनले चाहिँ हामी टोपिकली दिन्छौँ, बेन्जोकेनले टोपिकली दिन्छौँ। त्यसपछि अर्को हुन्छ क्लोरप्रोकेन। सो क्लोरप्रोकेन के हो, सर्टेस्ट हो होइन। सो सर्टेस्ट हो भनेपछि डे केयर सर्जरीको लागि युज हुन्छ। अनि क्लोरप्रोकेन चाहिँ विशेष गरी इपिड्युरल एनेस्थेसियामा दिइन्छ, स्पाइनल एनेस्थेसियामा दिइँदैन, ठिक छ। सो इट इज गिभन इन इपिड्युरल एनेस्थेसिया, सर्टेस्ट एक्टिङ हुन्छ। अनि यो डे केयर सर्जरीको लागि युज हुन्छ, डे केयर सर्जरीको लागि युज हुन्छ, किन यो इपिड्युरल एनेस्थेसिया दिन्छ, किन स्पाइनल दिँदैन, किनकि यसमा पनि एउटा कम्पोजिसन हुन्छ होइन। जुन कम्पोजिसन छ त्यो कम्पोजिसनले चाहिँ यो न्युरोटोक्सिक हुन्छ, न्युरोटोक्सिक भइसकेपछि यसले प्यारालाइसिसहरू गराउँछ। तर इपिड्युरामा जति स्पाइनलमा कन्सन्ट्रेसन हुन्छ नर्भहरूको त्यति इपिड्युरामा हुँदैन। सो त्यसले गर्दाखेरि हाम्रो इपिड्युरल एनेस्थेसिया त्यो बेटर हुन्छ। मैले अर्को दिनमा के कुरा गरेँ, अर्को दिनमा चाहिँ मलाई एउटा क्वेसन आएको थियो कि कुन चाहिँ स्पाइनल कर्ड कता एन्ड हुन्छ अनि कुनमा चाहिँ पङ्क्चर गर्ने भनेर, अनि त्यसको मैले एन्सर दिएको थिएँ। सो स्पाइनल कर्ड चाहिँ एडल्टमा कुन लेभलसम्म हुन्छ अनि चिल्ड्रेनमा चाहिँ कुन लेभलसम्म हुन्छ। चिल्ड्रेनमा चाहिँ डिफ्रेन्सियल अफ ग्रोथ हुन्छ, त्यही भएर चाहिँ चिल्ड्रेनमा जुन स्पाइनल कर्ड छ र बाँकीको म्याटर्सहरू छ, पाया, एराक्नोइड, डाया, यिनीहरूको जुन डिफ्रेन्स हुन्छ त्यसले गर्दाखेरि चिल्ड्रेनमा यो अलिकति तल एन्ड हुन्छ, L3 को चाहिँ अप्पर बोर्डरमा हुन्छ, अप्पर बोर्डर। त्यसपछि एडल्टमा चाहिँ L1 को लोवर बोर्डरमा यसको एन्ड हुन्छ। सो यो भयो स्पाइनल कर्डको ओरिएन्टेसन है। त्यसपछि अर्को कुरा, त्यो नोटमा एक्चुअली तपाईँ राम्रोसँग फिगर हेर्दा हुन्छ। त्यसपछि तपाईँको के छ भनेपछि चाहिँ कहाँ चाहिँ पङ्क्चर गर्नुहुन्छ, लम्बर पङ्क्चर छ। मैले के भनेको थिएँ, यदि एडल्टमा क्वेसन छ भनेपछि बेस्ट के एन्सर हुन्छ, जहाँ पनि एन्सर हुन्छ तपाईँको के हेर्नु पऱ्यो, सरी सी लेखेको छु, एल हेर्नु पऱ्यो, L4 भएको बेस्ट के हुन्छ, बेस्ट हुन्छ L3 L4। यदि L3 L4 अप्सनमा छैन भने के हुन्छ, L4 L5। ल चिल्ड्रेनमा बेस्ट के हुन्छ, चिल्ड्रेनमा हुन्छ L5 हुनु पऱ्यो, जस L4 L5 होइन। के लेखेँ मैले, यस्तो यो होइन, सरी L3 L4 अनि लेभल हो नि त L4 L5। यदि L4 L4 छैन भनेपछि L5 S। यदि यो छैन भनेपछि अब जस तल जान मिल्यो, यसरी त क्वेसन नहोला, तर आउने क्वेसन भनेको यति हो, यति प्रोबेबल क्वेसन हो। अनि अर्को भनेको सब एराक्नोइड स्पेस कहाँ एन्ड हुन्छ, सब एराक्नोइड स्पेस कहाँ एन्ड हुन्छ, सब एराक्नोइड स्पेस यो हुन्छ S2 भर्टिब्रामा एन्ड हुन्छ, S2 भर्टिब्राको लोवर लेभलमा एन्ड हुन्छ। त्यसरी फिगर हेर्नुलाई सायद मैले त्यो प्रोबेबली सेकेन्ड लास्ट डे अफ एनेस्थेसिया भनेर पठाएको छु, मैले त्यो फिगर हेर्नु ल हजुरहरूले। ल सो क्लोरप्रोकेनको बारे मैले भनिसकेँ, इपिड्युरल एनेस्थेसिया अफ चोइस डे केयर सर्जरीको लागि युज हुन्छ। त्यस्तै अर्को हुन्छ प्रिलोकेन। सो प्रिलोकेन पनि मैले किन भन्न चाहेँ भन्दाखेरि यसमा पनि के हुन्छ, ओ होइन, अर्को ओ भनेपछि यो ओटौलुडिन बनाउँछ, मेटाबोलाइज भएर ओटौलुडिन बनाउँछ। अनि ओटौलुडिनले गर्दाखेरि के हुन्छ, मिथ हेमोग्लोबिनेमिया हुन्छ, हुन्छ। सो यो के हो, ट्रिटमेन्ट अफ चोइस फर। अनि अर्को कुरा ट्रिटमेन्ट अफ चोइस फर मिथ हेमोग्लोबिनेमिया भनेको के हो, ट्रिटमेन्ट अफ चोइस फर दिस इज के मिमी भनेपछि मिथाइलिन ब्लू है। अब अर्को हुन्छ लिग्नोकेन होइन, लिग्नोकेन। सो मलाई एकजनाले भन्नुभएको छ मलाई डोज याद गर्न गाह्रो हुन्छ भनेर। खासै डोज त धेरै छैन होइन, के कुराको छ डोज म त्यो भनिदिन्छु सर, र त्यो मात्रै याद गरेपछि पुग्छ है त। ओके, मैले त्यो ऱ्यापिड रिभिजन सिरिज 1 2 3 4 मा पनि दुईवटा कुराको डोज भनेको छ, त्यो हेर्नु ल। अब लिग्नोकेनमा म डोज भन्छु, भर्खर डोज स्टार्ट भयो। सो यो लोकल जेली 2% दिन्छ होइन, लोकल जेली भनेको मैले के गर्न थालेको हुन्छु, जुन यदि पेसेन्ट युरिनरी रिटेन्सन लिएर आएको छ भने चाहिँ फोली क्याथेटर हाल्छु नि त मैले। सो त्यसमा चाहिँ लोकल जेली युज हुन्छ। त्यसपछि टोपिकल एनेस्थेसिया मैले खासै युज भएको त देख्दिनँ। टोपिकल एनेस्थेसिया चाहिँ 4% हुन्छ। त्यसपछि धेरै युज हुने भनेको चाहिँ 5% स्पाइनल एनेस्थेसियाको 5%। अर्को बुपिभाकेनको डोज चाहिँ म त्यो भनिदिन्छु। सो एउटा यो, त्यसपछि अर्को एड्रेनालिनसँग यसको डोज कति हुन्छ भनिदिन्छ। एड्रेनालिन दियो भने धेरै हुन्छ डोज। सो लोकल एनेस्थेसिया लिग्नोकेन प्लस एड्रेनालिन गऱ्यो भने यसको डोज हुन्छ 7।
हैन म्याक्सिमम डोज हुन्छ कति म्याक्सिमम डोज कति दिनु पऱ्यो 7 ml per kg दिनु पऱ्यो हैन लोकल एनेस्थेसिया विथ एड्रेनालिन त्यसपछि 7 हैन ml per kg दिनु पऱ्यो यदि मैले लोकल एनेस्थेसिया विदाउट एड्रेनालिन दिए भनेपछि कति दिनु पर्ला 4 ml per kg दिनु पर्ला 4 हैन तर 4 अरुमा फरक छ हैन कसैमा कति लेखा कसैमा कति लेखाला यसैमा जाने हैन यसैमा जाने अनि मालिग्नेन्ट हाइपरथर्मिया कसले गराउँछ सक्सिनाइल कोलिनले गराउँछ त्यसपछि ह्यालोथेनले गराउँछ हुन त इनहेलेसन एनेस्थेटिक सबैले गराउँछ लिग्नोकेनले पनि लिग्नोकेनले नै गराउँछ तर बेस्ट चाहिँ मलाई यो दुईटा मात्र लाग्छ र म यो दुईटा मात्र लेखिदिन्छु हैन ओके यो भयो त्यसपछि अर्को भनेको चाहिँ अब यो विथ एड्रेनालिन चाहिँ केमा दिनु भएन त जसमा चाहिँ इन्ड आर्टरी छ त्यसमा दिनु भएन जस्तै एट लोबिल टिप अफ पेनिस यिनीहरुमा दिनु भएन किनकि यसमा इनरमा कोल्याटरल हुँदैन त्यसले गर्दाखेरि स्केमिया हुने चान्स हुन्छ अनि यदि हामी विथ एड्रेनालिन दियो भने के बढ्छ अभाइलेबिलिटी बढ्छ किनकि एड्रेनालिन वासे कन्स्ट्रक्सन गर्छ नि हामी लोकल एनेस्थेसिया दियौँ भनेपछि हामीलाई लोकली चाहिएको सिस्टमिक चाहिएको हैन सिस्टमिक गयो भने एलएएसटी हुन्छ लोकल एनेस्थेसिया सिस्टमिक टक्सिसिटी हुन्छ नि लास्ट भन्छ त्यसलाई यो पनि भयो त्यसपछि अब अर्को मैले टोफियर्स लाइनको बारेमा कुरा गरेको थिएँ सो टोफियर्स लाइन कहाँबाट स्टार्ट हुन्छ विशेष गरी टोफियर्स लाइन भनेको चाहिँ दुईटा सिएल क्रेस्ट हैन इलिया क्रेस्टमा पक्ड्यो भनेपछि त्यो कुन चाहिँ भर्टिब्रामा पास गर्छ भन्ने कुरा हो L4 भर्टिब्राबाट बेस्ट पास गर्छ त्यो भनेको टोफियर्स लाइन हो ठीक छ टोफियर्स लाइन हो त्यसपछि मैले यहाँ अर्को पनि कुरा भन्नु पर्यो थियो मैले यो ओके यसमा अनि कुन चाहिँ स्पाइनल एनेस्थेसिया कुन चाहिँ निडल युज हुन्छ र लोकल एनेस्थेसिया आई मिन इपिड्युरल एनेस्थेसियामा कुन चाहिँ निडल युज हुन्छ स्पाइनल एनेस्थेसियामा युज हुने निडल भनेको स्पाइनलमा युज हुने निडल भनेको एउटा ब्लन्टेड हुन्छ एउटा सार्प एन्ड भनेको क्विन्की निडल हो ब्लन्टेड भनेको चाहिँ वाइट एकर निडल हो त्यसपछि स्पाइनल त भयो स्पाइनल पछि चाहिँ अर्को के हुन्छ रे इपिड्युरल हुन्छ इपिड्युरामा युज हुने निडल भनेको टु वेज निडल भनिन्छ यो चाहिँ इपिड्युरामा युज हुने निडल सो पोस्ट ड्युरल पङ्क्चर सबभन्दा बढी कसले गराउँछ स्पाइनलमा पोस्ट ड्युरल पङ्क्चर हेरेक सबभन्दा बढी कता गराउने भयो स्पाइनलमा सो किन हुन्छ यस्तो किनकि ऱ्यापिड फ्लो अफ सिएसएफ भइसकेपछि चाहिँ जुन सिएसएफले चाहिँ नर्भहरूलाई कम्प्रेस गरेर राखेको छ भने चाहिँ नर्भहरू डाइलेट हुन्छ जुन नर्भ छ त्यो नर्भहरू डाइलेट हुन्छ एउटा त कम्प्रेस्ड स्ट्रक्चर हो यो कम्प्रेस्ड स्ट्रक्चरमा चाहिँ नर्भ डाइलेट भयो भने त पेन सेन्सेसन एक्टिभ हुन्छ अनि पेन सेन्सेसन एक्टिभ भइसकेपछि चाहिँ के हुने भयो पेन सेन्सेसन एक्टिभ भइसकेपछि चाहिँ त्यहाँ पेनफुल स्टिमुलस आउने भयो यसमा त्यसपछि अब अर्को कुरा भनेको चाहिँ के हो पोस्टरल पङ्क्चर हेरेको लागि हाम्रो बेस्ट के दिन्छ भने पोस्टरल पङ्क्चर हेरेको लागि बेस्ट भनेको एनालोगस ब्लड दिन्छ भने एनालोगस ब्लड हामीले इन्सर्ट गर्छौँ जहाँबाट पल पार्यौँ जस्तै कफीहरू पनि दिन सक्छौँ अनि कसरी यसलाई बसाउनु हुँदैन पोस्टरल हेडेकको प्रिभेन्सनको लागि उसलाई उठाएर बसाउनु हुँदैन उसलाई सुपाइन बसाउनु पऱ्यो हैन कहाँ हुन्छ यो हेडेक फ्रन्टो अक्सिपिटल रिजनमा हुन्छ ल ओके यसपछि चाहिँ हामीहरू चाहिँ फेरि एनेस्थेसियामा जाऊँ यसपछि हामीले पढौँ यो बिपिभ्याकेनको डोज खासै गाह्रो त छैन हेर्नु हैन बिपिभ्याकेन वेट के को आधारमा हुन्छ सिएसएफको आधारमा हुन्छ हायर डोज छ भनेपछि सिएसएफको तल बस्छ लो डोज छ भनेपछि स्पाइनलको तल बस्छ भन्नु खोजेको लो डोज छ भनेपछि स्पाइनलको माथि जान्छ लो डोज भनेको लो कन्सन्ट्रेसन लो वेट भनेको चाहिँ सिएसएफको तुलनामा लो हो भनेर भनेको थियो सो बिपिभ्याकेनको स्पाइनलले कति दिन्छ स्पाइनलले दिन्छ 0.5% यसले भन्छ हेभी डोज त्यसपछि इपिड्युरलले कति दिन्छ इपिड्युरलले दिन्छ 0.125 देखि 0.5% त्यसपछि यो भयो बिपिभ्याकेनको मोस्ट कमन साइड इफेक्ट के हो कार्डियोटक्सिक हुन्छ रोपिभ्याकेनको बारेमा भनिसकेँ ड्रग अफ चोइस फर लिभर एनाल्जेसिया भनेर एउटा म इम्लाको बारेमा भन्न चाहन्छु के बारेमा इम्ला भनेको चाहिँ यो चाहिँ मार्केटमा एभाइलेबल भनेको लोकल्ली एनेस्थेसिया जुन स्किनमा दिन्छ त्यो हो सो यसलाई के भन्छ युटेक्टिक मिक्सचर अफ लोकल एनेस्थेसिया युटेक्टिक मिक्सचर अफ लोकल एनेस्थेसिया यसको डोज कति हुन्छ यसमा के हुन्छ लिग्नोकेन हुन्छ एउटा लिग्नोकेनसँग चाहिँ के पनि युज गर्छ प्रिलोकेन यसको डोज हुन्छ 2.5% लिग्नोकेन प्रिलोकेन पनि 2.5% अनि अर्को कुरा यो जुन प्रिलोकेनले के बनाउँछ मिथहेमोग्लोबिनेमिया बनाउँछ ठीक छ अनि बियर्स ब्लक भनेको चाहिँ लोकल एनेस्थेसियालाई हामीले इन्ट्राभेनस दिन्छौँ हैन इन्ट्राभेनस दिँदाखेरि प्रायः जस्तो हामीले इन्ट्राभेनस दिँदैन लोकली दिन्छौँ तर हामीले चाहिँ इन्ट्राभेनस पनि दिन मिल्यो इन्ट्राभेनस दिँदाखेरि चाहिँ हाम्रो हातलाई माथि गर्ने ब्लडलाई ड्रेन गर्ने त्यसपछि टर्निकेटले बाँध्ने अनि त्यसपछि चाहिँ एनेस्थेसिया दिने अनि कुन चाहिँ ड्रग अफ चोइस हुन्छ बियर्स ब्लकमा यसमा चाहिँ हुन्छ लिग्नोकेन बढी दिन्छ
हैन लिग्नोकिन लेख्छौँ हैन लिग्नोकिन चाहिँ यसमा बढी देखिन्छ है त इन्ट्राभेनस रिजनल एनेस्थेसिया यो अनि इब्रामा कतिखेर हामीले इब्रा नगर्ने इब्रा इन्ट्राभेनस यसले भन्छ इन्ट्राभेनस रिजनल एनेस्थेसिया कतिखेर यो इब्रा नगर्ने जब सिकल सेल एनेमिया छ ओके जब सिकल सेल एनेमिया छ नगर्ने अब हामीले लोकल एनेस्थेसियालाई विभिन्न ठाउँहरूबाट दिनु मिल्छ हो लोकल एनेस्थेसियालाई विभिन्न टोपिकल एप्लिकेसन हुन्छ रिजनल पनि कस्तो हुन्छ सेन्ट्रल र पेरिफेरल हुन्छ पेरिफेरल इम्पोर्टेन्स छ त्यो भनेर पेरिफेरल र भेन्टिलेसनको एप्रोच मैले पढाएन किनकि मैले भ्याएन पनि र पेरिफेरल र यो सोध्दैन पनि यति धेरै क्वेसन छैन ल अब स्पाइनलको बारेमा हामी छुट्टै कुरा गर्छौँ होइन इपिड्युरल पनि कुरा गरौँला होइन हामी कौडलको बारेमा कुरा गर्दैनौँ कौडलको सिम्पल एउटा एमसिक्यू के हुन्छ यसको भनेको चाहिँ यो बच्चामा दिन्छ लेस देन 8 इयरमा दिन्छ लेस देन 8 इयर अर्को लेस देन 8 के थियो कफ्ट इटिट्युब लेस देन 8 इयरमा नदिने ओके त्यसपछि इपिड्युरल स्पेसमा हामीले लोकल एनेस्थेसिया लेस देन 8 इयरमा दिन्छौँ त्यो पनि टाइप अफ इपिड्युरल नै हो क्या सो यो हामीले इपिड्युरल स्पेसमा दिन्छौँ कौडल रिजनको इपिड्युरल स्पेसमा दिन्छौँ ओके अब स्पाइनल एनेस्थेसियामा एउटा के कन्सेप्ट थियो भने चाहिँ बारबोटेज भनेको के बारबोटेज भनेको चाहिँ हामीले सिधै औषधि दिनुभन्दा अगाडि हामीले एस्पिरेट गरेर हेर्छौँ कि त्यहाँ ब्लड त आएन भनेर हो त्यो फिनोमेना हो बारबोटेज सो आइडियल पोजिसन कुन हुन्छ स्पाइनल एनेस्थेसियाको लागि कि त पेसेन्ट अनकन्सियस छ भनेपछि चाहिँ उसलाई दिने एउटा तरिका हुन्छ कि त कन्सियस छ भने एउटा तरिका हुन्छ कन्सियस छ भनेपछि कन्सियस कोअपरेटिभ छ भनेपछि सिटिङ अनकन्सियस छ भनेपछि ल्याटरल डेक्युबिटस पोजिसन हुन्छ है त यो पनि भयो अनि मैले जस्तो भने नि बिपिभाकेनलाई मैले यति लो डोजमा दिएँ 0.15 देखि 0.125 देखि 0.5 को हारेर गयो भनेपछि चाहिँ त्यो माथितिर जान्छ क्या त्यो बिपिभाकेन माथितिर जान्छ त्यो माथितिर गयो भने चाहिँ यसले चाहिँ एउटा प्रब्लम गराउँछ के एउटा प्रब्लम गराउँछ मेन त्यो भनेको टोटल स्पाइनल एनेस्थेसिया यानि कि माथि गएर ब्लक गर्छ अनि क्रेनियल के सर्भाइकल रिजनबाट आएको नर्भको रिजनतिर ब्लक गर्छ सर्भाइकल रिजनमा कुन आउँछ फ्रेनिक नर्भ आउँछ त्यो फ्रेनिक नर्भलाई गएर ब्लक गर्छ फ्रेनिक नर्भमा के हुन्छ C4 सो फ्रेनिक नर्भको C4 तिर ब्लक गर्छ भनेपछि यसले के गर्ने भयो टोटल स्पाइनल एनेस्थेसिया छ भनेपछि रेस्पिरेटरी सिजेसन गर्ने भयो रेस्पिरेटरी सिजेसन गर्ने भयो ठिक छ अब स्याटल एनेस्थेसियाको लागि हामी धेरै बेरसम्म बसाउनुपर्छ अनि त्यसपछि हामी दिन्छौँ स्याटल एनेस्थेसिया स्पाइनल एनेस्थेसिया हामीले दिनको लागि जुन बिपिभाकेन दियौँ हामीले पेसेन्टलाई सुताइहाल्छौँ होइन पेसेन्टलाई सुताइहाल्छौँ एकैछिनमा सुताइहाल्छौँ तर स्याडल दिन्छ भने चाहिँ एकछिनसम्म हामीले पेसेन्टलाई बसाउँछौँ सो अम्बिलिकसमा कुन चाहिँ डर्माटम हुन्छ टी10 डर्माटम हुन्छ ठिक छ निप्पल कुन लेभलसँग करेस्पोन्ड गर्छ T4 सँग करेस्पोन्ड गर्छ ल ठिक छ T4 दिँदैन हुन्छ अब अर्को भनेको बेसिक लाइफ सपोर्ट होइन बेसिक लाइफ सपोर्टमा के हुन्छ औषधि के हुन्छ दिन्छ र दिँदैन कुनै पनि औषधि कुनै पनि ड्रग दिँदैन त्यसपछि यसमा कि खतरा एयरवे म्यानेजमेन्ट हुन्छ ET-CT ट्युब हाल्छ राख्दैन ET-हरू कहाँ राख्छ ACLS मा राख्छ तर BCLS मा चाहिँ के राख्छ BCLS मा चाहिँ माउथ टु माउथ भेन्टिलेसन गर्छ अथवा यसमा ब्याग एन्ड मास्क भेन्टिलेसन गर्छ है त अब फर्स्ट स्टेप इन BTLS स्टेप वाइज एप्रोच गरौँ हैन सिस्टममा लाइफ सपोर्ट BLS भनौँ न बेसिक लाइफ सपोर्ट BLS के हुन्छ फर्स्ट स्टेप चाहिँ हामीले सिनलाई चेक गर्छौँ होइन जस्तै भाटुटिनमा छ मान्छे जलिरहेछ भनेपछि चाहिँ भाटुटी नै जलिरहेछ भनेपछि चाहिँ हामी के गर्छौँ पहिला हामी आफूलाई बचाउँछौँ त्यो भन्छ BLS ले त ल जस्तो के हुन्छ इन्स्योर गर्छौँ हामीले इन्स्योर सेफ्टी सिन सो सेफ्टी सिनलाई इन्स्योर गरिसकेपछि हामीले रेस्पोन्स हेर्छौँ त्यो पेसेन्टलाई हल्लाउँछौँ उठ भन्छौँ त्यो पेसेन्ट उठ्छ कि उठ्दैन भनेपछि अब हामीहरू कल गर्छौँ कल फर हेल्प गर्छौँ एम्बुलेन्सलाई बोलाउँछौँ होइन अनि त्यसपछि हामीले एक्टिभ म्यानेजमेन्ट रेस्पोन्सहरू एक्टिभ इमर्जेन्सी रेस्पोन्सहरूलाई स्ट्याबिलाइज गर्छौँ एक्टिभ इमर्जेन्सी रेस्पोन्स यानि कि एम्बुलेन्सलाई बोलाउँछौँ एम्बुलेन्ससँग चाहिँ अर्को एम्बुलेन्स त आयो त्यसपछि यदि त्यहाँ अटोमेटेड डिफिब्रिलेटर छ कि त्यो पनि बोलाउँछौँ अटोमेटेड डिफिब्रिलेटर भनेको एडभान्समा हुन्छ त्यो एडभान्स केसमा दिने पनि हामीले त्यो बोलाउँछौँ के गर्छौँ कल फर हेल्प पछि एक्टिभेट इमर्जेन्सी रेस्पोन्स होइन एक्टिभेट इमर्जेन्सी रेस्पोन्स गर्छौँ अनि आस्क फर automated defibrillator automated electrical defibrillator अब यो भनेको के हो यो भनेको चाहिँ जुन विशेष गरी बाहिरको कन्ट्रीमा चाहिँ अन्डर ट्रमामा एउटा डिफिब्रिलेटर हुन्छ कि त्यो एभाइलेबल हुन्छ अनि त्यसले चाहिँ उसलाई CPR उसलाई उसको रिदम चेक गर्छ उसको रिदम चेक गरिसकेपछि उसलाई के सक दिने कि नदिने भनेर डिटर्माइन गर्छ सो अब हामीले त बोलायौँ होइन कल फर हेल्प गरेँ मैले ग्रान्डी हस्पिटलमा फोन गरेँ ल यो लिएर आ भनेर भने अनि त्यसले यो त झ्याप त लिएर आउँदैन मैले पनि त के गर्नु पऱ्यो बिचमा मैले के गर्छु चेक गर्छु कि पल्स र ब्रिदिङ एफोर्ट यदि पल्स छ ब्रिदिङ एफोर्ट छैन भने के हुन्छ पल्स छ ब्रिदिङ एफोर्ट छैन भनेपछि उसको के छ रेस्पिरेटरी एरेस्ट भएको छ भनेपछि म के गर्छु ब्रेथ दिन्छु चाहिँ मैले के हिसाबमा दिन्छु 10 ब्रेथ पर मिनट यो हिसाबमा दिन्छु त्यसपछि मानौँ पल्स छ ब्रेथ छ भनेपछि सबै छ भनेपछि म उसलाई रेस्क्यु पोजिसनमा राख्छु रेस्क्यु पोजिसन भनेको के हो ल्याटरल डेक्युबिटस पोजिसनमा राख्छु त्यसपछि अब अर्को कुरा पल्स पनि छैन ब्रिदिङ पनि छैन भनेपछि म के गर्छु अब म उसलाई अनि अर्को स्टेपमा छ CAB स्टेप भन्छ सर्कुलेसन
अनि ब्रिदिङ यिनीहरू एयरवे मेन्टेन गर्छु र सिपिआर सुरु गर्छु के गर्छु सर्कुलेसन एयरवे र ब्रिदिङ मेन्टेन गर्छु र सिपिआर सुरु गर्छु स्टार्ट सिपिआर ठिक छ स्टार्ट सिपिआर हो अब यतिखेरसम्म चाहिँ एइडी अराइभ गर्छ कि यतिखेरसम्म चाहिँ एइडी अटोमेटेड इलेक्ट्रिकल डिफिब्रिलेटर अराइभ गर्छ सो यसले चाहिँ आफैले हेर्छ कि त्यो रिदम सकेबल छ कि नन सकेबल छ सक्दिन मिल्छ कि नन सकेबल छ नन सकेबल रिदम भनेको कस्तो नन सकेबल रिदम भनेको जुन चाहिँ सिंगल लाइन हुन्छ सकेबल रिदम भनेको भेन्ट्रिकुलर फिब्रिलेसन भेन्ट्रिकुलर ट्याकिकार्डिया यो हो नन सकेबल भनेको एसिस्टल भयो हैन एसिस्टल भयो सो सक्छ भने चाहिँ सक्दैछ चाहिँ फेरि सिपिआर कन्टिन्यू गर्ने नन सकेबल छ भनेपछि के गर्ने सिपिआर कन्टिन्यू गर्ने यो क्वेसन आएको थियो सो नन सकेबल छ भनेपछि सिपिआर कन्टिन्यू गर्ने अब सिपिआर कस्तो हुन्छ हाई क्वालिटी सिपिआर दिनुपर्छ हाई पुस फास्ट र पुस हार्ड रुलमा सिपिआर दिनुपर्छ सो सिपिआर दिँदाखेरि हामीले कस्तो खाली रेटको हिसाबमा दिन्छौँ रेट चाहिँ हुन्छ लगभग 100 देखि 120 पर मिनटको हिसाबमा दिन्छौँ ब्रेथ चाहिँ कतिको हिसाबमा दिन्छौँ हामीले ब्रेथ चाहिँ यसको भन्नु ब्रेथ चाहिँ कतिको हिसाबमा दिन्छौँ ब्रेथ 10 ब्रेथ मैले सिपिआरमा अलग हामी ब्रेथ त दिँदा होइन तर मैले अब कम्पेयर गर्दाखेरि ब्रेथ चाहिँ 10 ब्रेथ पर मिनट भनेको 1 ब्रेथ इन 6 सेकेन्ड यो सोध्छ त्यही भएर मैले भनेको सो रेट त्यसपछि रेटपछि चाहिँ अर्को डेप्थ चाहिँ कति हुन्छ एटलिस्ट 2 इन्च होइन 5 सेन्टिमिटर जति हुन्छ डेप्थ त्यसपछि कम्प्रेसन रेसियो भेन्टिलेसन रेसियो चाहिँ 30:2 हुन्छ कम्प्रेसन रेसियो भेन्टिलेसन रेसियो चाहिँ 30:2 हुन्छ ठिक छ त्यसपछि इन्टरप्सन सुड बी लेस देन 10 सेकेन्ड होइन खासै सिपिआरमा इन्टरप्सन हामीले धेरै इन्टरप्ट गर्नु हुँदैन इन्टरप्ट चाहिँ कति हुनु पर्यो इट सुड बी लेस देन 60 सेकेन्ड सो अब हामी यहाँ एसिएलएसमा एसिएलएस भनेको के हुन्छ यसको रिदम हेर्ने रिदम के हुन्छ सकेबल सिधै एसिएलएस भनेको त पेसेन्ट आउँछ नि त पेसेन्ट आउँछ अनि पेसेन्ट अस्पतालमा आउँछ अनि उसलाई मैले अब यसमा मैले उसलाई औषधि दिने ड्रगहरू दिने अनि ड्रगहरूसँगै मैले उसलाई इटिट्युबहरूमा उसको एयरवे रेस्पिरेसनलाई मैले मेन्टेन गर्न सक्छु भने रेस्पिरेसन मेन्टेन गर्न सक्छु यसमा ब्याक एन्ड मास्क भेन्टिलेसनमा त दिँदैन यसमा मैले एडभान्स मेजर दिन्छ जब सिपिआर सुरु गर्छौँ एसिएलएसमा चाहिँ सिपिआर सुरु गर्छौँ सिपिआर चाहिँ हार्ड एन्ड फास्ट रुल सिपिआर सुरु गर्छौँ त्यसपछि के हुन्छ अब हामीले सिपिआर सुरु गरिसकेपछि मोनिटर पनि हामीले कनेक्ट गर्छौँ होइन अनि थाहा हुन्छ रिदम के छ थाहा हुन्छ रिदम सकेबल छ कि नन सकेबल छ जेनरल कुरा थाहा पाउने भनेको चाहिँ सक 3 चोटि दिने दोस्रो सक दिइसकेपछि चाहिँ ड्रप दिने एड्रेनालिन दिने दोस्रो सक दिइसकेपछि ल सो सिपिआर दिन्छौँ हामीले रिदम के छ सकेबल छ कि छैन सकेबल छ भेन्ट्रिकुलर ट्याकिकार्डिया भेन्ट्रिकुलर फिब्रिलेसन छ सकेबल छैन एसिस्टल छ सकेबल छ भनेपछि हामीले के दिने सक दिइसकेपछि के गर्ने हामीले सक दिइसकेपछि थाहा हुन्छ भेन्ट्रिकुलर फिब्रिलेसन छ कि भेन्ट्रिकुलर ट्याकिकार्डिया छ भनेर त्यसपछि सिपिआर दिइसकेपछि सिपिआरसँगै हामीले आइभी एक्सेस पनि दिन्छौँ त्यसपछि फेरि रिदम हेर्छौँ रिदममा फेरि सकेबल रिदम छ भने फेरि के दिन्छौँ सक दिन्छौँ 3 चोटि सक दिन्छौँ भनेर चाहिँ दोस्रो सकपछि के दिन्छ अरे दोस्रो सकपछि चाहिँ इमिडिएटली नदिए पनि सिपिआर यो मल्टिपल प्रोसेस हो नि त सिपिआर 2 मिनटसम्म दिने त्यसपछि चाहिँ हामीले के दिने एड्रेनालिन दिने अथवा इपिनेफ्रिन दिने इपिनेफ्रिन र एड्रेनालिन एउटै हो सो इपिनेफ्रिनको डोज कति हुन्छ भनेर मैले पढा चाहिँ सो यो भनेको 1 ml हुन्छ अनि 1 ml हुन्छ 1:10,000 कन्सन्ट्रेसनमा मैले त्यो भिडियोमा राम्रोसँग पढाएको थिएँ यसको मिनिङ के हो भनेर चाहिँ मैले भन्दिनँ 1 ml 1:1000 कन्सन्ट्रेसनमा त्यसपछि अब यो भइसक्यो इपिनेफ्रिन भइसक्यो फेरि अब हामीले के दिने 3 चोटि सक दिनुपर्ने फेरि सक दिने सक दिइसकेपछि फेरि के गर्ने सिपिआर फर 2 मिनट अब सिपिआर पनि दियो सक अब हाम्रो सकिसक्यो सकको डोज र सकको कुरा हाम्रो सकिसक्यो अब सिपिआर पनि 2 मिनटसम्म दिने यदि यसले पनि भएन भने रिभर्सिबल कजलाई रुल आउट गर्ने जस्तै हाइपोथर्मिया सबै हाइपोहरूलाई रुल आउट गर्ने हाइपोथर्मिया अथवा कि टेन्सन निमोथोराक्स जस्तो कन्डिसन छ कि त्यसलाई पनि रुल आउट गर्ने हाइपोथर्मिया हाइपोक्सिया हाइपोभोलेमिया यिनीहरूलाई रुल आउट गर्ने ठिक छ अब हाम्रो यदि रिदम सकेबल छैन भने चाहिँ के गर्ने अब डिरेक्टली इपिनेफ्रिन दिने इपिनेफ्रिन दिने बित्तिकै चाहिँ कहिलेकाहीँ सकेबल हुनसक्छ क्या होइन इपिनेफ्रिन के त स्टिमुलेन्ट हो नि त्यो त अनि सकेबल हुन्छ अनि यदि हामीले रिदम चेक गरिसक्यो भनेपछि रिदम चेक गर्दाखेरि सकेबल छ भने चाहिँ के गर्ने सक दिने त्यसपछि सक दिएर अनि यो चाहिँ सक दिने यो कहाँ गयो यो गयो यहाँ जान्छ तर यदि रिदम सकेबल छैन भनेपछि के गर्ने हामीले फेरि सिपिआर दिने होइन अनि यसरी पनि भएन भने चाहिँ के गर्नु पऱ्यो ट्रिट द रिभर्सिबल कज सो एड्रेनालिनको डोज इन एनाफाइलेक्सिस कति हुन्छ एड्रेनालिनको डोज इन एनाफाइलेक्सिस 1:1000 कन्सन्ट्रेसन 0.3 to 0.5 ml 0.3 to 0.5 ml भनेको 0.3 देखि 0.5 mg नै हो त्यो भिडियोमा त्यो उसमा हुन्छ त्यो हेर्दा हुन्छ एकचोटि तपाईँले बुझ्नको लागि राम्रोसँग बुझ्नको लागि हेर्दा हुन्छ अब यसपछि चाहिँ हाम्रो यसमा अरू के ड्रग दिन्छ भनेर सोध्छ यसमा अर्को चाहिँ एमियोडारन पनि दिन्छ होइन एमियोडारन पनि यसमा अर्को दिन्छ यो एसिएलएस प्रोटोकलमा चाहिँ कुन ड्रग दिन्छ भनेर सोध्यो भने एमियोडारन र इपिनेफ्रिन होइन यिनीहरू दिन्छ भनेर थाहा पाउनु पऱ्यो एमियोडारन र इपिनेफ्रिन यिनीहरू दिन्छ भनेर थाहा पाउनु पऱ्यो त्यसपछि अर्को कुरा भनेको 300 mg दिन्छ पहिला होइन 300 mg त्यसपछि भएन भने 150 mg दिन्छ यो पनि मैले मेन मिडियममा भनेको थिएँ कि थिएन ठिकै छ अब एडल्ट चाइल्ड र न्युनेट होइन यसमा मैले कुरा गर्छु भेन्टिलेसन र कम्प्रेसन र ब्रेथ मात्रै त अहिले ऱ्यापिड रिभिजनमा एडल्ट चाइल्ड
चाइल्ड र नियोनेट सो एडल्टमा भेन्टिलेसन कम्प्रेसन कति हुन्छ 30:2 होइन चाहे त्यो एउटा रेस्क्यु होस् चाहे दुईवटा रेस्क्यु होस् चाइल्डमा कति हुन्छ चाइल्डमा पनि 30:2 तर यो डिपेन्ड गर्छ 1 रेस्क्यु छ कि 2 रेस्क्यु छ अल्टिमेटली हामी 30 नै चाहियो सो 2 रेस्क्यु छ भने मल्टिप्लाई गर्ने कि 15:2 हुन्छ 1 रेस्क्यु छ भने 30:2 हुन्छ 30:2 हुन्छ सो 15:2 भनेपछि हामीले के बुझ्छ 15:2 बाट के बुझ्छौँ भनेपछि पेसेन्टलाई धेरै चेस्ट कम्प्रेसन भन्दा पनि धेरै हामीले ब्रिदिङ गर्नु पऱ्यो अनि न्युनेटमा चाहिँ 3:1 3 कम्प्रेसन 1 भेन्टिलेसन भनेपछि न्युनेटमा झन् धेरै ब्रिदिङ हामीले गर्नुपर्दो रहेछ सो कति ब्रिदिङ गर्नुपर्दो रहेछ त 10 ब्रेथ पर मिनट चाहिँ एडल्टमा त्यसपछि चाइल्डमा चाहिँ 20 to 30 ब्रेथ पर मिनट 20 to 30 ब्रेथ पर मिनट न्युनेटमा चाहिँ आउँछ 40 to 60 एक मिनटमा 40 to 60 ब्रेथ पर मिनट दिनुपर्दो रहेछ सो हामीले यो डिराइभ गऱ्यौँ होइन यहाँ अर्को लिडोकिन अथवा लिग्नोकिन पनि छ लिडोकिन भनौँ न लिडोकिन पनि दिन्छ होइन है एसिआरएसमा के दिन्छ भनेर के दिँदैन भनेर सोच्छ कि कुन चाहिँ ड्रग्स दिँदैन एमिडेरन दिन्छ लिडोकिन दिन्छ एड्रेनालिन दिन्छ डोबिटामिन दिँदैन यसरी अप्सन हुनसक्छ कि है त ओके त्यसपछि मैले चाहिँ अर्को के पढाएको थिएँ भनेपछि रेस्पिरेसनको फ्लो पढाएको थिएँ रेस्पिरेसनको फ्लो सो सबभन्दा बढी केमा हुन्छ भने कम्पेयर गर्न मैले सिकाएको थिएँ सो हामीले दिँदाखेरि एयर दिँदाखेरि चाहिँ नाजल क्यानुलाबाट पहिला दिन्छौँ नाजल क्यानुला होइन त्यसपछि यदि नाजल क्यानुला भएपछि मास्क हुन्छ सिम्पल मास्क भनेर भन्छन् कसैले सिम्पल मास्क भन्छन् होइन सिम्पल मास्क हामी के दिन्छौँ सिम्पल मास्क दिन्छौँ सिम्पल मास्कको अर्को नाम के हो हड्सन मास्क पनि हो हड्सन पनि हो त हड्सन HUDSON हड्सन मास्क पनि दिन्छौँ अर्को चाहिँ हुन्छ भेन्चुरी सो भेन्चुरीलाई चाहिँ हामीले यसको जुन फ्लो छ त्यो फ्लोलाई एडजस्ट गर्न सक्छौँ क्या यसको फ्लोलाई एडजस्ट गर्न सक्छौँ त्यसपछि हुन्छ नन रिब्रेदेबल यानि कि जुन कार्बन डाइअक्साइडले फादिरहेको छ यसलाई चाहिँ यसले रिब्रेथ गर्दैन अर्को हुन्छ हाई फ्रिक्वेन्सी नाजल क्यानुला त्यसपछि अर्को हुन्छ नन इन्भेजिभ भेन्टिलेसन सो अब नाजल क्यानुला भनेको जुन प्रङ हुन्छ त्यो प्रङ पेसेन्टको नाकमा इन्सर्ट गरेपछि 5 ml भन्दा धेरै नदिने 5 लिटर पर मिनट भन्दा धेरै नदिने होइन जुन फ्लो अफ ग्यास हुन्छ सिम्पल हड्सनलाई चाहिँ 10 लिटर पर मिनट भन्दा धेरै नदिने 10 लिटर पर मिनट भन्दा धेरै नदिने भेन्चुरीमा चाहिँ 15 लिटर पर मिनट भन्दा धेरै नदिने 15 लिटर पर मिनट भन्दा धेरै नदिने 5 10 15 भयो फेरि रिपिट गर्ने नन रिब्रेदेबलमा 15 लिटर पर मिनट भन्दा धेरै नदिने हाई फ्रिक्वेन्सी नाजल क्यानुलामा 60 लिटर पर मिनट अनि यसमा चाहिँ अनलिमिटेड नन इन्भेजिभमा चाहिँ अनलिमिटेड सो कसरी याद राख्ने 5 10 15 15 60 अनलिमिटेड यसरी याद राख्ने है अब FiO2 कसरी दिन्छौँ हामीले तपाईँलाई के लाग्छ 100% के हुन्छ 100% यसको हुन्छ FNCको पनि 100% हुन्छ अब नन रिब्रेदेबल मासमा तपाईँले त्यो फोटो हेर्नु भने त्यसको रिजर्भर ब्याग हुन्छ रिजर्भर ब्यागले मैले पुस गरेर चाहिँ धेरै कन्सन्ट्रेसन अफ अक्सिजन जान्छ सो 85% जति चाहिँ यसमा हुन्छ अब बाँकी चाहिँ यसमा सजिलो छ के छ 40% जान्छ होला नाजल क्यानुलामा FiO2 नाजल क्यानुलामा 40% जान्छ होला बाँकी चाहिँ 60 र 60 जाने भयो त्यो नोट यसरी फेरि हेर्नु है त 60 र 60 यसको जाने भयो ओके अब हाम्रो ऱ्यापिड रिभिजनमा सायद यति नै हो अब म चाहिँ फ्लुइडको थेरापीको बारेमा भन्छु फ्लुइड थेरापी है त सो रिङ्गर ल्याक्टेड कता गयो रिङ्गर ल्याक्टेडको अस्मोलारिटी कति हुन्छ लगभग 273 हुन्छ एड गरेर कति आउनु पऱ्यो 10 आउनु पऱ्यो त्यसपछि ORS को अस्मोलारिटी कति हुन्छ 245 एड गरेर कति आउनु पऱ्यो 9 आउनु पऱ्यो त्यसपछि नर्मल सलाइनको अस्मोलारिटी कति हुन्छ 308 एड गरेर कति आउनु पऱ्यो 11 आउनु पऱ्यो भनेपछि 10 9 10 11 भयो 9 10 11 यो निमुनिकै हो 9 10 11 सो रिङ्गर ल्याक्टेडको 273 हुनु पऱ्यो होइन ORS को 245 हुनु पऱ्यो अरू के याद नगर्नु ORS चाहिँ याद हुनु पऱ्यो नर्मल सलाइनको चाहिँ 308 हुनु पऱ्यो सो रिङ्गर ल्याक्टेड केमा दिँदैन त्यो भन्छु पहिला त्यो मात्रै भन्छु म रिङ्गर ल्याक्टेड केमा दिँदैन सबभन्दा पहिला रिङ्गर ल्याक्टेड चाहिँ लिभरमा गएर बाइकार्बोनेट भन्छ यो बाइकार्बोनेट चाहिँ यसले अल्कालिसिस गर्छ मेटाबोलिक अल्कालिसिस सो इट्स नट गिभन इन मेटाबोलिक अल्कालिसिस जस्तै पाइलोरिक स्टेनोसिस छ भनेपछि त्यसमा मेटाबोलिक अल्कालिसिस हुन्छ हैन जस्तै पाइलोरिक स्टेनोसिस त्यसमा पनि के हुन्छ मेटाबोलिक अल्कालिसिस हुन्छ एउटा भयो त्यसपछि रिङ्गर ल्याक्टेड अरूको केमा दिँदैन रिङ्गर ल्याक्टेड जुन छ यसले सेरेब्रल इडेमालाई वर्सन गर्छ किनकि यसको अस्मोलारिटी कम हुन्छ भने धेरै पानी हुन्छ भनेपछि दिमागमा जाने भयो ओके सेरेब्रल इडेमालाई यसले वर्सन गर्छ है त्यसपछि अब हाइपर क्यालेमिया पनि किनकि यसमा पोटेसियम धेरै हुन्छ यो हाइपर क्यालेमिया पनि दिँदैन ठिक छ अब हेरौँ नर्मल छ लाइन नर्मल रिङ्गर ल्याक्टेड इज नट गिभन इन है अब नर्मल रिङ्गर ल्याक्टेड भयो अब छ नर्मल छ लाइन
नर्मल सेल लाइन इज नट गिभन इन, यसमा के हुन्छ क्लोरिन हुन्छ, हाइपरक्लोरेमिक मेटाबोलिक एसिडोसिस हुन्छ भनेपछि एसिडोसिसको केसमा नदिने एउटा हैन, एसिडोसिसको केसमा यो रिङ लाइट नदिने। अनि केमा दिने त, हेड इन्जुरीको बेला दिने हो हैन, हेड इन्जुरीको बेला यो दिने। अनि जस्तै हाइपरट्रोफिक पाइलोरिक स्टेनोसिसको बेला मेटाबोलिक एल्कालोसिस छ, यसले एसिडोसिस गराउँछ भनेपछि यो पनि दिने हैन, यो पनि दिने। यो केमा नदिने अरू, यो चाहिँ जस्तै धेरै नर्मल सेल लाइन चाहिँ हामीले धेरै फ्लुइड भएको कन्डिसनमा, नुनहरू यहाँ हुन्छन्, धेरै फ्लुइडहरू ओभरलोड भएको कन्डिसनमा नदिने। जस्तै हार्ट फेलियरमा नदिने। केमा दिने, गिभन इन एल्कालोसिस, केमा दिने, एल्कालोसिसको बेला दिने। जस्तै मेटाबोलिक के जस्तै हाइपरट्रोफिक पाइलोरिक स्टेनोसिस है। सो जसमा चाहिँ के हुन्छ, हाइपोक्यालेमिक हाइपोक्लोरेमिक मेटाबोलिक एल्कालोसिस हुन्छ विथ एसिड्युरिया हैन ल। ओके, एल्कालोसिस भयो। त्यसपछि अर्को केमा दिने, इट्स गिभन इन हेड इन्जुरी। सो आइएस हाम्रो ऱ्यापिड रिभिजन यति नै हो। यसरी एउटा हामीले क्वेसन हेरौँ, यदि आस्थमा भनेर सोध्यो अरे, आस्थमामा हाम्रो एनेस्थेसिया अफ चोइस भनेर सोध्यो भने हामीले पहिला के गर्छौँ, इन्ड्युस गर्छौँ। सो इन्डक्सन एनेस्थेसिया अफ चोइस इन आस्थमा भनेको के हो, भिटामिन हो नि त, भिटामिन। सबै यसले चाहिँ के गर्छ, सबै कुरा कन्सिडर गर्छ, लङलाई चाहिँ डाइलेट गर्छ, भिटामिन हो हैन। तर यदि ओभरअल सोध्यो भने भिटामिन, इन्डक्सन मात्रै सोध्यो भने पनि भिटामिन। तर यदि मेन्टेनेन्स सोध्यो भने सिभोफ्लोरिन, भनेपछि मेन्टेनेन्स सोध्यो भने सिभोफ्लोरिन। त्यसपछि यो भयो आस्थमा। चाइल्डको बारेमा सोध्यो, चाइल्डमा ओभरअल बेस्ट भनेर सोध्यो भने के हुन्छ, सिभोफ्लोरिन हुन्छ, ए स्विट हुन्छ, सिभोफ्लोरिन हुन्छ। ओके, यदि मेन्टेनेन्स मात्रै सोध्यो भने पनि सिभोफ्लोरिन। तर यदि इन्डक्सन एनेस्थेसिया अफ चोइस भनेर सोध्यो भने प्रोपोफोल भनेको इन्डक्सन एनेस्थेसिया अफ चोइस। बाँकी एनेस्थेसिया इन कोएक्जिस्टिङ डिजिज भनेर मैले राम्रोसँग लास्ट डेको स्लाइडमा लेखेको छु हैन। रेनलमा के दिन्छ, रेनलमा डेस्फ्लोरिन दिन्छ, न्युरोसर्जरीमा के दिन्छ, थियोपेन्टन दिन्छ हैन। यिनीहरू मैले राम्रोसँग पढेको छु। त्यो एक्चुअली त्यो स्लाइड हेर्दा हुन्छ, त्यो उसमा छ, त्यो नोट एभाइलेबल छ।